महाकापी देवकोटा। आज म तिमीहरूलाई महाकापी देवकोटाको बारेमा पढाउँछ। के बोले भाइ? के बोले? तिमीहरूलाई थाहा छ को हो महाकापी देवकोटा भन्ने? को हो रे? ठुलो मान्छे त हो, कापी पनि हो। बुझ्यौ होइन त तिमीहरूले छर्लङ्गै? अरे शिव, होइन के गरे भने यो? छोरोले भ्याएन, त्यही भएर मै आएर पढाएको। अब छोरोको ठाउँमा सधैँ तपाईँले पढाएर हुन्छ त? मलाई दाउ नै लागेन, उसलाई माल परेको। चुलाउनुहोस्।